यो पुलको चाहिँ डिजाइनमा केही समस्या भएको हुनाले अब नयाँ पुल बनाउने हिसाबले प्रस्ताव गरेका छौँ। नमस्कार, म बाह्रबर्दिया नगरपालिका वार्ड नम्बर 9 को वडा अध्यक्ष। आज यो बर्दियाको बाह्रबर्दिया नगरपालिका यो पारी बाह्रबर्दिया नगरपालिका र यो वारी गुलरिया नगरपालिका जोड्ने जब्दी घाटको यो भाँचिएर धसिएर भाँचिएको पुलमा हामी छौँ। र यो पुल अहिलेसम्म धेरै सरकारहरू परिवर्तन भए, धेरै नेताहरू आएर पनि हेर्नुभयो, मन्त्रीज्यूहरू आएर पनि हेर्नुभयो र यसमा कुनै किसिमको अहिलेसम्म पहल कदमी देखिएन। र हाम्रो माग चाहिँ अहिले तत्काल के हो भने यो भाँचिएको भागलाई यत्तिकै छोडेर यहाँ हामीसँग लठुवा घाट, कुस्मा घाटमा फलामका लडाहरू प्रशस्त छन्, किन्नु पर्दैन। र बाह्रबर्दिया नगरपालिकाले र गुलरिया नगरपालिका मिलेर नगरसभाबाट पास गरेर एउटा ट्रस्ट पुल जोडिदिएको भए अटो आउने र बाइक आउनलाई एकदम राम्रो सहज हुने थियो। र हामीले सम्बन्धित निकायमा कुरा गर्दाखेरि यो मुद्दा परेको पुल हो, यो हुन सक्दैन, यसमा लगानी सरकारले गर्न मिल्दैन भनेर उहाँहरूले जवाफ दिनुहुन्छ। र अब आउँदा कुनै पनि सरकारले, अहिलेको जेएनजी सरकारले पनि यसलाई कुनै चासो दिएको छैन। र दोस्रो कुरा, अब यो पुल ठेक्कामा गयो भने पनि यो पञ्चवर्षीय आयोजना हुन्छ। 5 वर्ष माथि सोइल टेस्ट गर्नलाई 1 वर्ष अझै टाइम लाग्ने भावनाले 6 वर्ष त्यसै लाग्ने देखिन्छ। र नेपालमा कहिले पनि धेरै निर्माण व्यवसायीहरूले टाइममा काम सिद्धाएको पनि छैन। र यो पुल बन्दै गर्दा यहाँ नेपाल सरकारको सडक डिभिजन कार्यालयबाट निगरानी एकदम न्यून थियो। हामी 24 घण्टा हिँड्ने बाटो हो, म पनि सानोतिनो निर्माण व्यवसाय नै हो। र कहिले पनि प्राविधिकको राम्रोसँग निगरानी नभएर यो पुल यस्तो हुन गएको हो। निर्माण व्यवसायीको पनि केही कमजोरी होला। तर अब अहिले आएर यत्रो जनता, हजारौँ जनता वारपार गर्ने यो बाटो अहिले आएर एउटा डुङ्गामा जोखिमपूर्ण तरिकाले वारपार गर्ने अवस्था छ। र म सरकारसँग एउटा कुरा के ध्यान आकर्षण गराउन चाहन्छु भने अहिलेलाई तत्काललाई त्यो पारीको कुना र यो स्ल्याब, यो अलि ढल्केको स्ल्याब छ, यो स्ल्याबभन्दा यतापट्टिको स्ल्याबमा त्यो लडाहरू बाँधेर अहिले तत्काललाई ट्रस्ट ब्रिज बनाइदिएको भए यहाँको जनतालाई धेरै राहत हुने थियो। ठुलो गाडीहरू त घुमेर लगभग 25-30 किलोमिटर घुम्नुपर्छ, घुमेर जानुपर्छ लठुवा घाट र यता बाँसगढी नगरपालिका घुम्दै गुलरिया जानुपर्ने अवस्था हुन्छ। र अहिले तत्काल राहतको लागि यो गर्न एकदम अपरिहार्य छ। र म सम्पूर्ण नेतागणहरूदेखि लिएर अहिलेको नयाँ सरकारलाई पनि के भन्न चाहन्छु भने तत्काल ट्रस्ट ब्रिज जोडियोस् र यहाँका जनतालाई राहत होस्। बर्दियामा घुमेर जाँदा जङ्गलको बाटो पर्ने र बाघको आतङ्क पनि त्यस्तै छ। हिजो मात्रै एकजनाको बाह्रबर्दिया नगरपालिका वार्ड नम्बर 10 मा 30 वर्षीय युवाले ज्यान गुमाउनु परेको छ आफ्नो घर छेउमै। उहाँको मृत आत्माको चिर शान्तिको पनि कामना गर्दछु। र यो पुल तुरुन्त नबनेसम्म यस्ता थप घटनाहरू घट्ने एकदम सम्भावना बढेको छ। पूर्व सिँचाइ मन्त्री सञ्जय गौतम पनि यहाँ अनसन बस्नुभयो। यहाँ केही पनि हुन सकेन। तपाईँ जस्ता मन्त्री तर्ताउनु आयो, केही पनि बन्न सकेन। यो पुल बन्छ कि बन्दैन? बर्दियावासीले यो पुल उ गर्न सक्छ। हामीले चाहिने सबैजनालाई आश्वासन दिएर पनि अब हजुर आए लगतै के हुन्छ? तपाईँ ऊर्जा मन्त्री कुलमान घिसिङ यतिखेर बर्दियाको जब्दी पुल, जुन पुल भत्केको थियो, बन्दै गर्दा भत्केको थियो, त्यसैको निरीक्षण गर्न यतिखेर आउनु भएको छ। हामी दृश्यमा देखिरहेका छौँ। यो पुल भत्केको ठाउँमा निरीक्षण गर्न यतिखेर ऊर्जा मन्त्री भौतिक पूर्वाधार, उहाँले 2-3वटा मन्त्रालय चाहिँ सम्हाल्नु भएको छ। भौतिक पूर्वाधार मन्त्रालय थियो, बन्दै गर्दा सम्पन्न भइसकेपछि भत्क्या होइन यो भएर के उद्घाटन भएको थियो कि नै? उद्घाटन नहुँदै पुल भत्क्या थियो होइन? यो अवस्था उद्घाटन नहुँदै चाहिँ सम्पन्न भएर उद्घाटन नहुँदै पुल बनेको थियो। यो बर्दियाको जब्दी पुल
बारबर्दिया र गुलरियालाई जोड्ने होइन यो बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिकालाई जोड्ने यो पुल नहुँदा यतिखेर शास्ति भइरहेको छ। बाटो यो पुल हेर्न काठको पुल प्रयोग गर्नु परेको छ। हेर्न सक्नुहुन्छ यस्तो अवस्था छ र कुलमान घिसिङ भौतिक पूर्वाधार भौतिक मन्त्री यसरी उहाँले निश्चय गर्दै हुनुहुन्छ। मान्छे पनि मरिसकेका छ यो पुल भत्किएपछि। यो बबई हजुर जब्दीको बबई पूर्व सिँचाइ मन्त्री सञ्जय गौतम पनि यहाँ अनसन बस्नुभयो। यहाँ केही पनि हुन सकेन। तपाईँ जस्तो मन्त्री तर्ताउनु आयो केही पनि बन्न सकेन। यो पुल बन्छ कि बन्दैन? बर्दियावासीले यो पुल उ गर्न सक्छ। हामीले चाहिने यस्तो विश्वास सबैजनाले आश्वासन दिएर पनि अब हजुर आए लगतै केही हुन्छ तपाईँ? म आश्वासन दिन आएको होइन। ल तपाईँहरू कराउनु। अझै पनि हामीलाई धेरै आशा छ। देशको अवस्था हेर्दाखेरि जुन उज्यालो जुन तपाईँले एउटा नेपाललाई एउटा बाल्न एउटा किरण तपाईँले जुन ल्याउनु भयो अब फेरि पनि यही जनताहरूलाई जुन तपाईँप्रति आश जुन छ अब त्यो आश तपाईँको वास्तवमा हुन्छ कि अथवा निराश हुन्छ? त्यो यो पुल बन्छ। यो पुल नबने पनि अर्को पुल बन्छ है। पुल चाहिँ बन्छ होइन। अब पुल बनाउनको लागि हामीले म आएपछि यो जग्दी पुल होइन यो पुलको लागि हामीले 10 करोडको बजेट छुट्याएकोमा करिब 1 अरब जान्छनको चाहिँ स्रोत सुनिश्चितता गर्ने भनेर डिजाइन गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालय पठाएका छौँ। अर्थ मन्त्रालय योजना आयोगबाट स्वयं सहमति लिएर अर्थ मन्त्रालयले सहमति दिने स्रोत सहमति दिने हो। 10 करोड बजेट छ। त्यसको चाहिँ अब करिब 11 करोड होला। अब 1 अरब जतिको पुल बन्छ। हामी यो पुलको चाहिँ डिजाइनमा केही समस्या भएको हुनाले अब नयाँ पुल बनाउने हिसाबले प्रस्ताव गरेका छौँ। सत्य सूचना र समाचारको लागि कुण्डली टिभी HD। सत्य सूचना र समाचारको लागि कुण्डली टिभी HD। सत्य सूचना